नमस्कार, यहाँहरू सम्पूर्णलाई स्वागत छ युट्युब च्यानल लर्निङ प्लसमा। आजको यस भिडियोमा हामीले कुरा गर्नेछौँ नेपालको भूगोलको बारेमा। सरकारी सेवा प्रवेशको लागि महत्त्वपूर्ण टपिकको रूपमा रहेको नेपालको भूगोल सम्बन्धी केही जानकारीहरू पाउनेछौँ। नेपालको भौगोलिक अवस्था सुरु गरौँ। नेपालको भौगोलिक अवस्था नेपालले विश्वको 0.03% भाग ओगटेको छ। नेपालले एसिया महादेशको 0.3% भाग ओगटेको छ। नेपालको कुल क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर रहेको छ। अहिलेसम्म नेपालको क्षेत्रफललाई यसैलाई नै आधिकारिक मानिएको छ। लिपियाधुरा लिपुले कालापानी सहितको चुच्चे नक्सा सहितको क्षेत्रफल हुन आउँछ 1,47,516 वर्ग किलोमिटर, तर त्यसलाई हालसम्म आधिकारिक मानिएको छैन। नेपाल 26 डिग्री 22 मिनेट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशसम्म र 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर बीच अवस्थित छ। नेपालको पूर्व पश्चिम औसत लम्बाइ 885 किलोमिटर र उत्तर दक्षिण लम्बाइ औसत 193 किलोमिटर। नेपालको उत्तर दक्षिण लम्बाइ अधिकतम 141 किलोमिटर छ भने न्यूनतम 145 किलोमिटर रहेको छ र औसतमा 193 किलोमिटर रहेको छ। नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखालाई आधार मानि निर्धारण गरिएको छ। नेपालको सबैभन्दा होचो भूभाग धनुषाको मुसहरनिया हो, जुन 59 मिटर उचाइमा रहेको छ। यसअघि नेपालको सबैभन्दा होचो भूभाग भनेर झापाको केजना कवललाई मानिन्थ्यो। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ 8,848.86 मिटर रहेको छ र उक्त हिमाल सोलुखुम्बु जिल्लामा पर्छ। यसलाई फिटमा हिसाब गर्ने हो भने 29,031 फिट हुन आउँछ र योभन्दा पहिला सगरमाथाको उचाइ 8,848 मिटर मात्रै थियो। पछि 2077 मङ्सिर 23 गते मङ्गलबारको दिन पुनः यसलाई मापन गर्दाखेरि 8,848.86 भनेर घोषणा गरिएको थियो। विश्वको सबैभन्दा गहिरो गल्छी अन्धगल्छी म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको गल्छी हो। धरातलको आधारमा नेपाललाई 3 भागमा विभाजन गरिएको छ: हिमाल, पहाड र तराई। हिमाल 3000 देखि माथिको भूभागलाई हिमाली भूभाग भनिन्छ, जसले नेपालको कुल भूभागको 15% भूभाग ओगटेको छ भने हिमालमा 21 वटा जिल्लाहरू अवस्थित छन्। पहाड भन्नाले 600 देखि 3000 मिटरसम्मको उचाइलाई पहाडी क्षेत्र मानिएको छ। पहाडी क्षेत्रले नेपालको कुल भूभागको 68% भूभाग ओगटेको छ भने पहाडी जिल्लामा 35 वटा जिल्लाहरू रहेका छन्। तराईमा 59 मिटरदेखि 600 मिटरसम्मको उचाइलाई तराई मानिएको छ भने तराईले नेपालको कुल भूभागको जम्मा 17% भूभाग ओगटेको छ र तराईमा 21 वटा जिल्लाहरू रहेका छन्। नेपालमा 8000 भन्दा माथिका हिमालहरू निम्न छन्: सगरमाथा, कञ्चनजङ्घा, लोच्छे, मकालु, चोयु, धौलागिरी, मनासलु र अन्नपूर्ण रहेका छन्। यसमा सगरमाथा विश्वकै पहिलो सर्वोच्च शिखर हो भने कञ्चनजङ्घा विश्वमा तेस्रो, लोच्छे विश्वमा चौथो, मकालु विश्वमा 5औं, चोयु विश्वमा 6औं, धौलागिरी विश्वमा 7औं, मनासलु विश्वमा 8औं र अन्नपूर्ण विश्वमा 10औं स्थानमा रहेका छन्। विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानको केटो हिमाल, जुन 8616 मिटर हो भने विश्वको 9औं अग्लो हिमाल पाकिस्तानको नाङ्गा हिमाल, जुन 8126 मिटर रहेको छ।
नेपालको हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेशलाई तीन-तीनवटा क्षेत्रमा विभाजन गरिएको छ। हिमाली प्रदेशलाई मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी 3 भागमा विभाजन गरिएको छ भने पहाडी प्रदेशलाई चुरे श्रेणी, महाभारत पर्वत र मध्यभूमि गरी 3 भागमा विभाजन गरिएको छ। तराई प्रदेश तराई भाबर क्षेत्र र भित्री मधेस गरेर 3 क्षेत्रमा विभाजन गरिएको छ। नेपालको नदी र तिनका उद्गम स्थल, तिनका पौराणिक नामहरू यहाँ तालिकामा देखाइएको छ। बागमतीको उद्गम स्थल बागद्वार, त्रिशुली तिब्बत, झिमरुक गौमुती प्युठान, तामाकोसी तिब्बत, कर्णाली तिब्बत, सेती नदी सैपाल हिमाल, मर्स्याङ्दी दामोदर हिमाल, मेची लालीखर्क, सानोभेरी धौलागिरी हिमाल, दरौदी बुद्ध हिमाल, मुगु कर्णाली लद्दाख हिमाल, कमला सिन्धुलीगढी, बुढी गण्डकी गणेश हिमाल, विष्णुमती सपन तीर्थ, सुनकोशी तिब्बत, अरुण तिब्बत, सेती गण्डकी अन्नपूर्ण हिमाल, महाकाली अपी हिमाल, लिखु रोलवालिङ, इन्द्रावती जुगल हिमाल, दुधकोशी दुधकुण्ड, ठुलोभेरी मुकुट हिमाल, कन्काई महाभारत पर्वत, बाणगङ्गा झुरेडाँडा अर्घाखाँची, काली गण्डकी मुस्ताङ लेक। नेपालका केही नदी र तिनका पौराणिक नाम: अरुण महाप्रभा, मर्स्याङ्दी शीतप्रभा, सेती गण्डकी शुक्ला गङ्गा सुवर्ण सरिता, सुनकोशी सुभाषप्रभा, कर्णाली पञ्चेश्वरी, झिमरुक धर्मावती, मादी माण्डवी, तादी सूर्यवती, लिखु हेमगङ्गा, कुकुमती कर्मनाशा, धोबीखोला रुद्रमती, चेपे चम्पावती, त्रिशुली त्रिशुलगङ्गा धर्मधारा, तमोर दुखदी, दुधकोशी भद्रावती, राप्ती अचिरावती, बुढी गण्डकी यशोधरा, काली गण्डकी कृष्ण गण्डकी, इन्द्रावती सत्यवाहिनी, दरौदी विश्वधरा, मनोहरा मणिमती। कर्णाली नदीका सहायक नदीहरू: हुम्ला कर्णाली, ठुलोभेरी, मुगु कर्णाली, सेती, सानोभेरी, तिला, बुढीगङ्गा। कर्णाली नदीका सहायक नदीहरूमा सबैभन्दा सानो तिला, सबैभन्दा ठुलो हुम्ला कर्णाली। कोशी नदीका सहायक नदीहरूमा सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु रहेको छ भने लिखु सबैभन्दा सानो र अरुण सबैभन्दा ठुलो नदी हो। सप्तगण्डकी नदीका सहायक नदीहरूमा काली गण्डकी, बुढी गण्डकी, सेती गण्डकी, मादी मर्स्याङ्दी, दरौदी र त्रिशुली रहेका छन् भने दरौदी सबैभन्दा सानो र काली गण्डकी सबैभन्दा ठुलो नदी हो। आजको भिडियोमा यति नै। भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब र यस्तै महत्त्वपूर्ण जानकारीको लागि नोटिफिकेसन बटनलाई पनि दबाइदिनु होला।